ट्रेडिङ सबैले भन्छन्। हजुरलाई केही पनि जानकारी छैन भने चाहिँ आजको भिडियो हजुरहरूको लागि। ट्रेडिङ भनेको के हो र नेपालमा चाहिँ ट्रेडिङ कसरी गर्न सकिन्छ, कसरी सुरुवात गर्न सकिन्छ भनेर हजुरले आजको भिडियोमा जानकारी पाउनुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। ढिलो नगरिकनै भिडियो सुरु गर्छौँ। ट्रेडिङ भनेको के हो भन्नुहुन्छ भने चाहिँ कुनै पनि कम्पनीको सेयर चाहिँ खरिद गर्ने र बिक्री गर्ने कार्य नै ट्रेडिङ हो। हजुरले सामान्यतया बुझ्दाखेरि यही नै हो वास्तवमा ट्रेडिङ भनेको, कम्पनीको सेयर किन्ने र बेच्ने कार्य। यसमा चाहिँ कम्पनीको के हुन्छ भने चाहिँ कम्पनीको सेयरहरू चाहिँ बाई सेल भन्छ है। कम्पनीको सेयरहरू किन्ने र बेच्ने, बस यत्तिकैलाई ट्रेडिङ भनिन्छ नेपाली सेयर बजारमा। उदाहरणकै रूपमा हेर्नुहुन्छ भने चाहिँ यदि तपाईँले कुनै कम्पनीको सेयर 500 रुपियाँमा किन्नुभयो र केही दिनपछि त्यो सेयर बढ्यो र 550 भयो भने 50 रुपियाँ हजुरलाई के भयो त फाइदा भयो। यही नै के हो त ट्रेडिङ हो। कम्पनीको सेयरहरू किन्ने र बेच्ने काम नै के हो त ट्रेडिङ हो। हजुरले बुझिसक्नु भएको छ होला। र अब ट्रेडिङ कसरी सुरु गर्ने भन्नुहुन्छ भने चाहिँ नेपालमा हजुरले चाहिँ निम्नलिखित प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ। सर्वप्रथम हजुरसँग ब्याङ्क एकाउन्ट हुनु पर्यो। ब्याङ्क एकाउन्ट छ भने चाहिँ राम्रो कुरो, छैन भने चाहिँ खोल्नु होला। र त्यसपछि मेरो सेयर एकाउन्ट खोलाउनु पर्यो। र मेरो सेयर एकाउन्ट पनि हजुरसँग अलरेडी छ भने चाहिँ के गर्नु पर्यो त डिमेट एकाउन्ट है, डिमेट एकाउन्ट खोल्नु पर्यो हजुरले। ब्याङ्क एकाउन्ट मेरो सेयर डिमेट एकाउन्ट छ भने चाहिँ झनै राम्रो। त्यसपछि अन्तिम र महत्त्वपूर्ण भनेको के हो त ब्रोकर एकाउन्ट। ब्रोकर एकाउन्ट चाहिँ हजुरले खोल्नु पर्यो। आइपिओहरू भर्नुहुन्छ भने चाहिँ त हजुरको लागि सजिलो हुन्छ, ब्रोकर एकाउन्ट मात्रै खोल्नु होला। र आइपिओ भर्नुहुन्न भने चाहिँ यी सबै प्रक्रियाहरू हजुरले पुरा गर्नु पर्यो अनि मात्रै सक्नुहुन्छ। र ट्रेडिङ सजिलो पनि होइन र असम्भव पनि होइन। ज्ञान, धैर्य र अनुशासनले सफल ट्रेडिङ गर्न सकिन्छ, ट्रेडर बन्न सकिन्छ। यदि तपाईँ सजिलै रूपमा सेयर बजार सिक्न चाहनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई फलो गर्नुहोला, ताकि हजुरले सजिलै सम्पूर्ण जानकारी पाउनुहुनेछ। धन्यवाद।